Okay, let's go. हेलो अनि नमस्ते सबैजना साथीहरूलाई। अनि आज चाहिँ हामी धेरै पछि मैले भिडियो बनाउँदैछु हैन, फेरि कन्टिन्युटी गर्छु भन्छु अनि त्यस्तै समस्या आउँछ, यता त जान पर्छ, त्यसले गर्दाखेरि पाएको छैन। अनि अहिले चाहिँ आज चाहिँ हामी फेरि घर जाँदैछौँ, गाउँ मतलब ढिकुरा अर्घाँची ढिकुरा जाँदैछौँ। यसो गाउँतिर चिसो हावा खान जान पर्यो भनेर चाहिँ हामी गाउँ जाँदैछौँ। दुई गाडी भएर दाइ पछाडि बसेछ, कपाल त भत्ताभुङ्गा भइसकेछ। मैले त हेलमेट लाएर मेरो कपाल त सेफ छ अहिलेसम्म। हामी चाहिँ जाँदैछौँ, बाटोमा चाहिँ कस्तो हुन्छ म हजुरहरूलाई देखाउँदै गर्छु। किप सपोर्टिङ गाइज है त। साथीहरू हामी चाहिँ अहिले यो रानी मलडा यतै गाउँ छोडेपछि खै यो ठाउँलाई के भन्छ मलाई थाहा छैन। यहाँ छौँ, अलिअलि धुलो होला, सिद्धाबाट यता आउँदाखेरि धुलो हिलो रहेछ, त्यहाँ नराम्रो रिएक्सिभ टिप्परले धुलो खुवाए, ओभरटेक गर्न नि सकिएन। अब हामी यता आउँछौँ, यहाँ जाडो हुँछको जातिविधि, त्यही भएर हामी यता घाममा आएर बसे। राम्रो छ ठाउँ चाहिँ, मान्छे थुप्रै छन्। मान्छे गाउँ जानलाई हातुरी छ, बुढलको गर्मीले त पेल्यो छ मान्छेलाई, खाडी हो छ नानी भन्थिन् गरी एउटी आफैले, त्यस्तै छ यहाँ बटौलिया। यता आएकोरी जाडो भयो न, ओरन गाए छ अहिले जाडाले, स्यान पनि झरो जाडो भएर। अहिले हामी यस्तो ठाउँमा छौँ कि ठाउँ चाहिँ एकदम बबाल छ कि, तर सर आइफोनले जस्तो खिच्छ। हामी यहाँबाट हिँड्छौँ एकछिनमा हामीले सुन्तली पनि यहाँ सेलाउँदैछु नि, धेरै तातिन सुन्तली सेलाउँछन्। के को सुन्तली हो? बसन्ती सुन्तली नि सबै हुन् कि हाम्रो लागि अहिले। अब हामी बिस्तारै जान्छौँ, धेरै दुकुर नि काम छैन। 10, साढे 10, 11 बजीसम्म पुग्यो भने हुन्थ्यो, सानोतिनो काम छ त्यो काम बन्थ्यो, त्यसपछि चाहिँ त्यहाँबाट बल्ल हुन्थ्यो, पुगिन्छ बिस्तारै। अब हामीले भिडियो बनाउने भनेको रेडी गर हो, बाटा बनाइन्न, चलाउनु पर्छ गाडी बिस्तारै भन्ने बाटोमा कन्टेन्ट भयो त वहीँ एउटाको। ठिक छ, सपोर्ट गर्दै गर्नुहोस् गाइज, हेर्नुहोस्। यो गाई जाँदा होइन, यस्तो बाटो खतम छ, फेरि आयो टिप्पर। अब एकछिन यहाँ रङ्गीन दुनियाँ रातै भयो, मान्छे रातै पनि भयो। हामी एकचोटि त यो अस्ति डकुमेन्ट बनाउन गरिदियो, त्यस्तै बाटो अफरोडै होइन राँचीको बाटो एउटा लिएपछि त पिच। अर्जुन अमृत पिच बाटो खोइ खर्जाङको, मैले त भेटाइनको। यस्तो पनि हो को नानी, हेर पिच बाटो देख्यौ, भन्दै पिच बाटो देख्यौ नि नानी। यिनीहरूको 75% क्यालकुलेसन गलत। नानी यो के पिच हो त नानी, यस्तो पनि पिच न ग्राभलिङ छ न कि छ नानी। खोताडा हो जानी नानी, त्यो बाटोमा मैले त देख्दिनँ यो बाटो पनि। नानी खाडी हो छ नानी भन्दिनँ, यता धुलो हो छ नानी। अहिले तिमीलाई मैले भिडियो खिचेर हालत देखाइदिन्छु, अनि यो तिमीले गर्दा यहाँ बाटो आइयो, खर्जाङ आइयो है नानी। हाम्रो गाउँमा पनि बाटो पिच, हाम्रो वडा पनि बिस्तारै विकसित हुँदै, यो चाहिँ एउटा गर्वको कुरा। साथसाथै अगाडि एउटा टिप्पर आएको छ,
हामीले चाहिँ अब सबै काम भ्याइयो। सानोतिनो काम भनेको थिएँ, त्यो काम चाहिँ अहिले बनिसकेको छ। एकछिन दुःख पाइयो। अब त्यो काम हाम्रो भइसकेको छ। अब चाहिँ हामी हाम्रो गाउँ जाँदैछौँ ढिकुरा। अब आज बुटुल फर्काइ त हुन्न होला सायद, अब भोलि बिहान नै फर्किन्छौँ होला। अब चाहिँ हामी गाउँ ढिकुरा जाँदैछौँ काउले हुँदै। अब मैले पहिला पढेको स्कुल हजुरहरूलाई म देखाउँछु है कस्तो थियो, अहिले कस्तो भयो। देउरालीबाट तल्लो बाटो जान्छ होला नि होइन? देउरालीबाट तल्लो बाटो गइन्छ। बहिनीहरू पनि छुट्टी भइसक्यो होला सायद। त्यसले गर्दा चाय नास्ता गर्नु पर्यो। भोक लाग्छ। बिहानदेखि भात खाइयो छैन आज। त्यही एक ठाउँ पाउरोटी खाइयो, धेरै पछि के पाउरोटी देखेर। फ्रेस होइन यार त त्यस्तो पनि हो। ल अब हामी काम जाँदैछौँ नि। कुरो भन्ने ठाउँ हो। अब हामी छात्रले साथमा आएको त बिहानै यो काम सक्यो। अब हामी गाउँ जाँदैछौँ। अब अहिले बुझ्यो भने गएर आलु पकाएर म टिपेर खानु पऱ्यो। माउला जाने भने गइएन नि आज अन्त। माउला जानु भयो मेला बडा खानु आउँछु। होला सायद यहाँदेखि यस्तो डिस्कसन गर्दा लौ न के को डिस्कसन आउनाले मलाई हो। साथीहरू अहिले चाहिँ हामी हाम्रो गाउँ यो बिसौना भन्ने ठाउँमा आइसकेको छौँ। यहाँ चाहिँ हाम्रो यस्तो छ क्या ठाउँ। यहाँ अहिले पार्टीहरू बनाहा धेरै त भएन। यो चाहिँ हाम्रो कोर्ट हो। कोर्ट पनि एकदम व्यवस्थित छ अहिले। यहाँ केटाकेटी स्कुलबाट आएर आँप झारेर खाँदैछन्। अनि हामी चाहिँ अब झर्दैछौँ। बाटो एकदम अप्ठ्यारो रहेछ। पहिलाभन्दा झन् खतम भएछ कि मलाई त्यस्तै लाग्यो कि के हो खै। पहिला यहाँ एक ठाउँ अप्ठ्यारो भयो, त्यहाँ त प्लास्टर गरेछन्। अब हामी यहाँ देखाउँदै जान्छौँ। मैले चाहिँ बाइक चलाउँछु, दाइले बाटो देखाउँछन्। लौ दाइ देखाऊ कस्तो छ भन्ने कुरो। यसो मोबाइल नखसे हुन्थ्यो। हामी पनि सानोतिनो राइडरै हो कि फेरि फ्याट्टै चलाउनु त मैले एकदम सुस्त चलाउँछु यहाँ त है। एकमा झार्ने गाडी, त्यसपछि एकदम बिस्तारै नि म अड्केको छु त्यो रास्ता निक्लिन्थ्यो होला। त्यो नाला खराब देख्यो है हजुरबाको त्यही बेला नराम्ररी अड्कियो यहाँ त। अब यस्तो खै बाटो एकमा हालियो गाडी। ब्रेकको भरमा झर्न पर्छ यो बाटो यस्तो छ। केटाले कसरी चलाउँछन् है बानी लाग्छ तिनीहरूलाई त डेली चलाउनुलाई त दुराउँछन् यार यहाँ त त्यो रेसिङ ट्र्याकमा जस्तो। यहाँसम्म त अहिले ल्याइदिएका न। त्यसपछि यहाँबाट बल्ल मैले लिएर गएको कस्तो खाडे उकालो गराएको फेरि। र यहाँ प्लास्टर गरेछ। यहाँ चाहिँ एकदम धेरै धुलो जम्ने ठाउँ। केटाकेटी अझै यहीँ छ नि घर झर्दैछन्। ए जाउन घुम्टियो गरिन्छ त। के हो त्यो बाटो त्यस्तो ल्याएर त्यस्तो पारिदिने यार। त्यो तल त्यहाँ खाल्टो होला नि त, त्यही भएर उता राखिदियो भने एउटै लिगमा गाडी त्यो हल्का स्लोप जस्तो गराइदिनु पर्ने र खाल्टै गराइदिएछ कि। बिस्तारै 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 झरम। अमृत यहीँ हो कि भन्दा म ल्याम्मै धन्ने उता गइनँ भन्थ्यो कि त्यसले। दुई फिरमा बल्ल बल्ल काटेँ भन्थ्यो त्यसले उल्टी। यस्तो बाटो देखेर नि कसम मान्छे बस्न खोज्दैनन् के, विदेशै भन्छन् के। अनि कहाँबाट रोकिन्छ जनशक्ति? बाटो छैन, हस्पिटल छैन, स्कुल राम्रो छैन। हेर यहाँ हेर यो बाटो जे छ त्यही सेन्टरमा बनाएन सबै। हाम्रो ध्रुव दाइजी त्यहीँ हुनुहुन्छ ती केही परे त हामीले झ्याप ध्रुव दाइलाई बोलाइहाल्ने हो कि यहाँ त अहिले त। ए राम 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 राम
ये दिदी यस्तो अप्ठ्यारो भयो नि यो बाटो गाउँको एरा यो त्रिपुरादेखि अन्त भुस्कातासम्म बाटो प्लास्टर नगरेसम्म त काम छैन कामै छैन हो त हाम्रो लेड हो त ए हेर नि त्यसले त पर एउटा ए ध्रुव दाइ चिनेन क्या हो हेर त लेडेको झोला भयो कि फेरि हेर त्यो टुप्पाको कसो गर्दै यहाँ लाग्यो के छ भाइ ठिक छ नमस्ते के एक्जाम थियो कस्तो गरिस् त राम 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 निशा दुग्रा नमस्ते नमस्ते दुग्रा दुग्रा के छ नानी ठाउँ ठाउँमा अलिअलि प्लास्टर छ बाटो खराब छ दिन प्रतिदिन बाटो खराब हुँदै गएको छ पानीले बिगारो यस्तो छ बाटो राम्रो कसरी हिँड्छ नि यहाँ त हत्केला पनि दुख्यो यार झन्नै मुएर खसेको अरे यही हाल्नु पर्यो बिस्तारै रामलाई सम्झेर जाँदैछु राम राम यहाँ त के भन्थे कुनै पहिला भिरमा गएको गोरुलाई राम राम भनियो कहाँ जाल्न कहाँ फाप्न सकिन्न भन्थे यहाँ तै जान्छ यहाँ तै झर्नी राम 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 भन्ने झर्नी खुट्टा टेकेर अडाउँछु भन्ने अनि गाडी लड्केर तल पुग्छ अब त अलि फेरि नआयो कि जस्तो लाग्यो मलाई त ढिकुराको बाटो सम्झेर ढिकुरा आउन मन लाग्दैन यार मरि जाऊँ न भा अर्को याद आउँछ र आउने यो एउटा यहाँ आएपछि धेरै कुराको फाइदा छ हिँड्न परेन नि फाइदा छ हिँड्न पर्यो भने अब यस्तो बाटोमा कसरी नहिँड्ने यस्तो छ बाटो हिँड्न पर्ने जरुरतै हुन्छ बाध्यता छ ए राम 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 ए भगवान् के रे त्यो राम 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 भन्दै झरियो ढिकुरा ओके ओके एउटा ओके महेश बाबुको फिल्म थियो है ओके टिभी आरै के भन्ने द रियल देवर है के भन्ने फिल्म थियो नि हो त्यो फिल्ममा महेश बाबुलाई गाउँमा पठाए जस्तै एउटा हाम्रो गाउँमा नि पठाइदिन्छु भगवान् अहिले टन्न पैसा कमाएको यहाँ आएर यस्ता घर भत्काएर फेरि बनाओस् घर त भत्काउनु परेन घर ठाउँमा बाटो बनाइदिए भयो अरू कि जाँदै गर्नु पर्ने त मान्छेले मैले त्यसलाई सय फेर खुट्टा ढोकिदिन्थेँ त बाटो बनाउनु यस्तो छ यार ब्लाइन्ड छन् दाएर ती बाटो खनेको हालत ए भगवान् के हो यो के जान्छ यस्ता गाडी ए आइ हेर त नानी यो बाटो हो र तिमी खाल्टा यहाँ आउँदा तपाईँले अलिक छैन नमस्ते आन्टी सन्जारामै हुनुहुन्छ राम्रो नाम भन्ने भाइ घर्ने फेरि उठ्ने यस्तै छ जिन्दगी मैले पढेको स्कुल देखाउन पाइएन यहाँ मैले 4 क्लाससम्म पढेँ नि त होइन 4मा जाँदाखेरि सेकेन्ड भएर गएँ नि त बोर्डिङ आएको भने पुरस्कार पनि दिएन यार मलाई यार के भने घर निकाल्ने के गर्ने यार सम्बन्धित निकायसम्म यो कुरो पुगोस् र पुरस्कार वितरण छिटो होस् कोही छैन नि मलाई पढाएका उठे गर्ने हेलो साथीहरू हामी चाहिँ है लगभग 2 साढे 2 बजीतिर घर आइयो
त्यता अल्छी लाएर बसिरहेको थियौँ। अब चाहिँ कपडा सपडा फेर्नु पऱ्यो भनेर। भाइ कहाँ गयो हाम्रो? यस्तो चाहिँ हाम्रो घर बारी छत्रगन्जा। यस्तो राम्रो भ्यू देखिन्छ यहाँबाटै। त्यहाँ पारी एयरपोर्ट हो कि यहाँ तल त पहिरो गयो। यस्तो आई खोलो छ तल। अनि म चाहिँ हाम्रो ओसारीमा छु, यसरी बसिरहेको छु। खासै राम्रो घर त छैन, त्यही नै ठिक छ, राम्रो छ। के नराम्रो भन्ने, यो त राम्रो बेस्ट हो। अनि यता चाहिँ यो गाउँ चाहिँ मोडेलचोर हो कि। यो चाहिँ यहाँबाट यस्तो राम्रो देखिन्छ कि चट्ट पारेर सरर हेरेर केरुङ्गा छत्रगन्जा त्यहाँ खैरेनी त्यहाँ मोडेलचोर। अनि यो तल ठ्याक्कै यो तल देख्यो चाहिँ टिकुरा। अनि यो चाहिँ हाम्रो घरको थारो। गाउँतिर यस्तै छ। ल हुन्छ साथीहरू, आजलाई यति नै। यही हो भिडियो चाहिँ मैले यही टुङ्गाउँछु। हेर्दै गर्नुहोस्, सपोर्ट गर्नुहोस्।